ल साथीहरु म त रेडी भएँ। मेरो आमा चाहिँ के गर्दै हुनुहुन्छ? अब आमालाई हेर्नु पर्यो। आमा आमा कहाँ हुनुहुन्छ? रेडी हुनुभयो तपाईँ? आमा कस्तो हुँदैछ हङकङ अहिले? हङकङ कस्तो लागिरहेछ? राम्रै छ? ए अनि यहाँको खानेकुराहरू कस्तो लागिरहेछ? मिठै छ है? ए नेपालको मिठो छ कि यहाँको मिठो छ खानेकुरा? भोक लागेको बेला सबै मिठो हुन्छ। ए भोक लागेको बेला सबै मिठो हुन्छ? भोक नलागेको बेलामा चाहिँ मासु भात पनि नमिठो हुन्छ। आम्मामामा डरलाग्दो उत्तर दिनुभयो त तपाईँले त। भोक लाग्ने डाँडा कोरी अरे नलाग्ने डाँडा ओरी अरे भन्दैन? ए भोक लाग्दा सबै मिठो हुन्छ। ल ल अब हामी यहाँबाट पर युलङ जाँदैछौँ ल आमा। युलङ भन्ने ठाउँ हाम्रो यहाँनिर बुहारीको उता बुवाको घरमा के आज तपाईँहरूलाई भेटाउने। यहाँ निस्किनु छ बिस्तारै आमा। थाक्यो भने भन्नु है। बनके तेरा साया मैं तुझको थाम लूं, उठ के रब से पहले मैं तेरा नाम लूं, मैं तो तेरे सपनों के रंग में ढला, तेरी उंगली पकड़ के चला, ममता के आंचल में। मेरो आमा यहाँ अक्टोपस युज गरेर भित्र जाँदैछ। सिकाउँदैछ नातिनीले बिचार यसरी जाने भनेर। चिन्ने भयो आमा भित्र। ल यसरी हामी चाहिँ दुःख सुख आमा छोरा भर्खर यहाँ एमटिआर स्टेसनभित्र आएको छु। आमा र छोराको यात्रा यसरी कायमै छ साथीहरू होइन। मेरो आमा मेरो छेउमा टुकु टुकु गर्दै हिँडिराख्नु भएको छ। तर आमा यसले लगभग 80 वर्ष पुगेर नि यतिको चाहिँ उहाँ एकदम बलियो हुनुहुन्छ है। अर्ग्यानिक खानेकुराहरू खाएर हुर्किनु भएको मान्छे हो नि त गाउँमा। त्यसले गर्दाखेरि मान्छे सानो भयो भने एकदम छरितो फास्ट क्लास यस्तो टाइपको हुनुहुन्छ उहाँ चाहिँ होइन आमा? यहाँ हेर्नुहोस् त क्यामेरामा हेरेर यहाँ साथीहरू सबैलाई हेलो भनिदिनु आमा। सबै साथीलाई हेलो नमस्ते भनिदिनु। नमस्ते साथी सबैलाई हेरिदिनु है आमालाई। मेरो आमालाई सबैले हेरिदिनु होला। मेरो आमा अझै पनि राम्री सुन्दरी हुनुहुन्छ हेर्नुहोस् त। सुन लाएर त अझ सुनमा सुगन्ध थपेको जस्तो अनुहार पनि चम्किरहेछ आमाको। ल आमा र म चाहिँ भर्खर हाम्रो ट्रेनबाट झरेर यो सानो ट्रेनमा छु। अहिले यहाँबाट हामी सिधै युलङ जानेछौँ। युलङमा गएर आमाले आज त्यहाँनिर हाम्रो के भन्छ एउटा जोलिबी भन्ने त्यहाँ रेस्टुरेन्ट छ। त्यो रेस्टुरेन्टमा चाहिँ चिकन फ्राई गर्ने भनेको हुन्छ होइन। अब आमाले चिकन मात्रै खानुहुन्छ, चिकनभन्दा अरू केही पनि खानुहुन्न नि त। त्यसले गर्दाखेरि चिकन र भात त हामी चाहिँ आमासँग गएर त्यहाँ जोलिबीमा गएर ट्राई गर्ने हो। हेर्दै गर्छु साथी आमा। आज हामी यहाँ गएर खाने ल अब ल। यहाँ माथि गएर खानुपर्छ है हामी खानेकुरा। आजको हाम्रो दिउँसोको लन्च यही है आज। जसमा बोजूलाई बिस्तारै तान्नु ल। किन अब त्यसमा हाम्रो सपिङ गर्नुपर्ने छ। खै आमा आमा बोजूको ह्यान्डसम्म बोजूको ह्यान्डसम्म।
I wanna be someone. I wanna be great. I'm gonna be someone. It's never too late. Game face on when I chase like that. Yeah, I play so strong with a knife in the back. I'ma swing home run like a baseball bat. Gonna see me rise if you hate on that. I don't play both sides. आजको हाम्रो खाना यही हो साथीहरू आमालाई पनि यही खाना दिएको आज चिकनमा आमाले खाँदै हुनुहुन्छ सायद मन पर्नु भयो बिस्तारै नातिकिन कोक पनि खानु जेले के गर्यो मुखमा खाने बित्तिकै मुख त्यो सबै इट नाइसली ब्याग राख न ब्याग खोलेर राख ओके ब्याग खोल्नु न मन भोक लाग्यो खानु पर्यो म पनि ल अब हामी चाहिँ खानासाना खाइसक्यौँ अब यहाँबाट हामी हिँड्नुपर्छ साथीहरू होइन यहाँ बसेर हुँदैन आमाले पुस्नु थाल्नु भयो पनि खानासाना खाइसकेर मेरो एउटा अजम्बरी छोरी त्यहाँ बाँकी छ खाँदैछ छिटो खाऊ है सुन जेरियो हाउ वाज द फुड डिड यु एन्जोय द फुड पेट अगाइदेखि छैन बोल्ने सल्लाह केही छैन हामी चाहिँ भर्खर जोलिबी खाइसकेर हामी चाहिँ अहिले तल स्ट्रिट लेभलमा हिँडिरहेको छौँ होइन मेरो आमा मसँग यहाँ छेउमै छ मेरो आमाको चाहिँ अनुहारमा त्यो सुनको गहनाहरू देखेर चिनाहरू चाहिँ वहाँ गर्दै मेरो आमालाई हेरै गर्छ तन्की हेर्छ कोही के लाएको होला भनेर छक्क परिरहेछ मान्छेहरू यहाँको चिनाहरू के बाटोमा हिँडेको मेरो आमा त सेलिब्रिटी जस्तो भइरहेछ सबैले मेरो आमालाई मात्रै हेर्ने तपाईँ त हङकङ आएर फेमस हुनुभयो चिर परिचित हुनुभयो तपाईँ हङकङ आएर तपाईँलाई सबैले चिन्ने भयो सबैले देख्ने भयो आमा पनि मान्छे चाहिँ भाग्यमानी रहेछ कि हङकङमा आएर हङकङको चिनाहरूले तपाईँलाई मात्रै हेर्नु भनेको त्यो भनेको सानो कुरा होइन नि आमा अघिल्लो जुनीमा तपाईँले केही राम्रो काम गर्नुभएको थियो केही धर्मको काम गर्नुभएको थियो होला कि आमा उनीहरूले पनि हेर्दैछ फर्केर हेर इन्डोनेसियनले पनि फर्केर हेर्दैछ मेरो आमालाई यस्तो छ पानी पर्ला जस्तो छ के हो आमालाई बाहिर निकालेको पानी पर्नुपर्छ खालि आमा मजा आउँदैछ आमा अलिक साह्रो बोल्नु न हौ बोजू नातिनी यसरी हात समातेर बजारमा हिँडिरहेको छ है बिचरा अब बोजू हराउँछ भन्ने डरले नातिनीले बोजूलाई एकछिन छोड्ने होइन क्या अरे बोजू नातिनीको जस लाइफ छ बोजूको राम्रो ख्याल गर्नु है जस्मिन टेक केयर अफ ग्रान्ड मम ओके
म चाहिँ अहिले यहाँ पशुपति स्टोर हाम्रो गेवाली दाइकोमा आएको छु। यहाँ आमालाई चाहिँ लुङ्गी एउटा यसो एउटा दुईटा लुङ्गी घरमा बस्दा फेर्नुको लागि अनि भेस्टहरू त्यसको लागि चाहिँ यहाँ सपिङ गर्न यहाँ आएको छु। आमाले यहाँ लुङ्गी छान्दैछ। हङकङतिरको नेपाली पसलहरू यस्तै हुन्छ। यता चाहिँ हाम्रो पसलको हाम्रो दाइ हाम्रो सब्जी दाइ धेरै 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 वर्ष अगाडिदेखि उहाँ यहाँको यहीँ हुनुहुन्छ। धेरै नेपालीलाई सहयोग गरेर बस्नुभएको दाइ हो। ल एकचोटि यसो केही भनिदिनु न मेरो युट्युबमा। लजाउनु भयो हाम्रो दाइ। ल ठिकै छ। यस्तो छ है नजराहरू चाहिँ साथीहरू। बोजू थाक्नु भयो कि सोध्नु है। गर्मी पनि के साह्रो गर्मी है आज त। तर आमालाई पनि गर्मी भयो। दिस भाइ भित्र मलमा शीतल भयो। आउनु आमा। बाट तिमीलाई चिन्ने मन छ। केही कदम तिमीसँगै हिँड्ने मन छ। नजिकबाट तिमीलाई चिन्ने मन छ। मेरो आमा यहाँ यसरी हिँड्दै हुनुहुन्छ। सानो सानो खुट्टा सानो सानो पाइला टक्लाक 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 गर्दै आफ्नै तालमा आफ्नै सुरमा कहाँ आए होला कुन ठाउँ होला यस्तो भनेर आमाको मनभित्र कति जिज्ञासा लागिरहेको होला आमालाई। गर्मी भएको कि भएन आमा? गर्मी भएको भएन? गर्मी भयो भने त्यो तपाईँको स्वेटर मलाई दिनु म खोलेर राखिदिन्छु। तपाईँ त कति साह्रो बोल्यो यस्तो उमेरमा पनि। गर्मी पनि हुँदैन जाडो पनि हुँदैन। के खानुभयो तपाईँले सानोमा? ढेँडो सिस्नो खाँदा यस्तो हुन्छ मान्छे? मलाई त दिनु भएन त नि। हेर्नुहोस् है आमाले भन्दै हुन्छ ढेँडो र सिस्नो खायो भने यस्तो हुन्छ। 80 वर्षको उमेर पनि आमा अहिले मभन्दा कडा कुदिरहेछ। म यहाँ हिँड्दै म थाकिसकेँ। आमा थाक्नु भएको छैन। कुदौँ भन्छ अझै मलाई। अहिले नकुद्नु आमाले। ल कुदौँ आमा ल कुदौँ। फुलै फुलको संसार। यिनीहरूले थाहा पाएछ कि मेरो आमा आउँदैछ भनेर फुलै फुल राखेर वेलकम गरिदिइरहेछ। यस्तै छ आमा हङकङको रहन्छन्। आमा थाक्नुभयो? थाक्यो भने भन्नु है म तपाईँलाई बोक्छु है। तपाईँलाई म यस्तो यहाँनिर काठमा हालेर हुन्छु कि यहाँ काठमा हालेर यसरी तपाईँलाई गरिदिन्छु। एउटा घडी चाहिँ बुहारीले बुहारीले चाहिँ आमालाई गिफ्ट दिने भनेर हामी चाहिँ अहिले यो घडी पसलमा आएको छौँ। आमाको लागि एउटा घडी किनिदिनु पऱ्यो भनेर भित्र छिरेछौँ। ल
कुन चाहिँ आमा यो यो कि यो ओके ल ल ल म त्यही भनिदिन्छु ल ल आमाले चाहिँ घडी छान्नु भयो हाम्रो सबकिपरले खै बा निको गर्छ 係啦，頭先嗰個咧要好大力咁樣，你試下呢個，係啦，同你個 same 成，係啦，你嗰個都係咁樣，幾靚女。佢呢個嘅啦，係我呢個 set up 嘅時候頭先嗰個唔得，你中意邊個定邊個？ कुन चाहिँ मन पर्यो आमा तपाईँलाई 係你中意邊個？ यो मन पर्यो यो मन पर्यो 係啦，嗱，你咁樣，你睇下中意邊個？ यो पो राम्रो छ कि के हो 係你中意邊個？ कुन चाहिँ मन पर्यो के मन पर्यो तपाईँलाई यो मन पर्यो 中意邊個？中意金金地。 對啊可以中意呢個啊 啊，中意金金地。哦，你識嘅啊？ ओके यो चाहिँ आमा तपाईँलाई बुहारीले किनिदिएको गिफ्ट बुहारीले गिफ्ट किनिदिएको क्या तपाईँलाई आमाको घडी चाहिँ अब किनेर अब यसो रिस्टब्यान्ड चाहिँ हल्का एडजस्ट गर्नुपर्ने छ त्यसले गर्दाखेरि यहाँ सुरु काम सुरु You say slow down. I don't like to move too fast. It drowns the truth with things that are not real, and I really want us to be real with love, love that lasts. भयो In the past I messed up, gave too much. खै खाँदैन What is it with time? Why can't we unwind? And all the hurt we deal with, I wanna leave my cares behind. ल घडी चाहिँ एडजस्ट गरियो 啱啱餐 O 唔 OK 啊？ आमालाई ट्राई गरिदिनु ओके थ्याङ्क यू हङकङको टाइम यहाँ सेट गरिदिँदैछ ओके कस्तो भएछ आमाको हातमा घडी अहिले आमाम हावा आमाम हावा 可以慢慢拉。啱啱，你金色。 佢中意撳乜都要撳㗎啊不過我冇錢冇講呢啲，呢啲肯定係你買俾佢嘅。係咪？呢個係邊個？係啊，同你之前嗰個 Sam 石啊。你要緊啲老啲啊？ हुन्छ आमा भयो ओके OK 啊？OK。嗱，呢個俾你嘅，如果嫲嫲要加咧，就可以攞嚟收錢嘅嚇。幫你擺落去。 हुन्छ सायद ल फाइनली आमालाई एउटा घडी पनि किनिदियौँ गोल्डन कलरको घडी छान्नुभयो अहिले त्यसले गर्दाखेरि आमालाई गोल्डन कलरको घडी खै यता हुन्छ आमा ल घडी अबे वाह गर्नु त आमा वाह गर्नु त वाह अब चाहिँ हामी बाहिरको सबै काम सक्यौँ सपिङ गर्नुपर्ने काम पनि गरिसक्यौँ अब चाहिँ म चाहिँ सबैलाई लगेर ससुराली घर जान्छु किन भन्दाखेरि मेरो आमा र ससुरा बाबु अहिलेसम्म भेट भएको छैन नि एकपटक पनि त्यसले गर्दाखेरि आज चाहिँ उहाँहरूको मेरो ससुरा बाबु र मेरो आमाको चाहिँ फर्स्ट टाइम चाहिँ भेट हुँदैछ हङकङमा आएर अब हेरौँ है त यो भेटघाटमा के कसो हुन्छ भन्ने कुराहरू अब त्यही पुगेर हामी हेरौँला है यहाँ आज ससुरा बाबु र मेरो आमाको फर्स्ट टाइम यहाँ भेट हुन आँटेको छ त्यसले गर्दाखेरि चाहिँ हल्का जे जति सामान हामीसँग छ त्यो अनुसारको चाहिँ रीतिरिवाज यहाँ हामीले चाहिँ त्यो अनुसार चाहिँ रीतिरिवाज चाहिँ पुरा गर्नलाई हामी तयारी हुँदैछौँ आमा यहाँ रेडी हुनुभएको छ र ससुरा बाउलाई पर्खिराख्नु भएको छ ल ससुरा बाउलाई बोलाइ हुन्छ ल हाम्रो ससुरा बाउ आउनुभयो ल आमा Papa, is this airport to the train?
के गर्नु पर्यो अब आजदेखि चाहिँ अब के भने अहिलेसम्म ढोगभेट चलेको थिएन अनि बोल्नु पनि अलिक भयो अप्ठ्यारो भयो अब आजदेखि चाहिँ अब के गर्ने अब सूर्यको यस्तै रहेछ अब पवित्र ठाउँमा पनि गरिरहेको संस्कारहरू गर्नु भुल्नु हुँदैन अब त्यस्तै हो आजदेखि हाम्रो ढोगभेट खुल्यो सम्झिने अब त्यस्तै छ यो यता उता बनाइदिनु एक्सचेन्ज गरिदिनु होला सम्झिनीको भेट आज यसरी भयो हाम्रो ससुराली घरमा पहिलोपटक उहाँहरूको भेट फेरि साथ तिनपल्ट गर्नुपर्छ हो यो चाहिँ तिनपल्ट गर्नु पर्ने 맞아. This or it's a there is a t-shirt. No. सकेको अब ल साथीहरू हाम्रो ससुराबाउ र हाम्रो आमाको पनि अब भेट भयो सम्झिनीको भेट भयो होइन भेट भएर गर्नुपर्ने प्रक्रियाहरू सबै कुरा भयो यति भन्दै आजको चाहिँ मेरो यो भिडियो यतिमै म अन्त्य गर्न चाहेँ ल तपाईँ बाई बाई